Namaste and welcome to Moco. आज हामी मर्चेन्ट पोर्टल सिस्टमबाट टर्मिनल कसरी एड गर्ने र थर्ड पार्टी इन्टिग्रेसन रुल कसरी क्रिएट गर्ने भनेर सिक्नेछौं। टर्मिनल एड गर्ने एक्सेस केवल थर्ड पार्टी इन्टिग्रेसन रुलसँग मात्र हुन्छ। त्यसैले सुरुमा हामी थर्ड पार्टी इन्टिग्रेसन रुल कसरी असाइन गर्ने भनेर सिक्नेछौं। सुरुमा आफ्नो मर्चेन्ट पोर्टलमा लगइन गर्नुहोस्। लगइन गरेपछि नेभिगेसन बारको अपरेटर मेन्युमा क्लिक गर्नुहोस्। अपरेटर पेजको टप राइटमा रहेको प्लस आइकनमा क्लिक गर्नुहोस्। अब मागिएको सबै विवरण भर्नुहोस् र रोलमा थर्ड पार्टी इन्टिग्रेसन छनौट गर्नुहोस्। अन्त्यमा एड बटनमा क्लिक गर्नुहोस्। यदि गरेपछि तपाईको थर्ड पार्टी इन्टिग्रेसन रोल क्रिएट हुनेछ। यस्तै गरी तपाईले एक्जिस्टिङ अपरेटरलाई पनि सजिलै थर्ड पार्टी इन्टिग्रेसन रोल असाइन गर्न सक्नुहुन्छ। यसको लागि एक्जिस्टिङ अपरेटरको एक्सन कलमको एडिट आइकनमा क्लिक गर्नुहोस्। अब रोल सेक्सनमा रहेको ड्रप डाउन एरोबाट थर्ड पार्टी इन्टिग्रेसन छान्नुहोस् र एडिट बटनमा क्लिक गर्नुहोस्। तुरुन्तै तपाईले कन्फर्मेसन नोटिस पाउनुहुनेछ। यदि गरेपछि तपाईको अपरेटर एडिट सक्सेसफुल हुनेछ। अब टर्मिनल एड गर्नको लागि नेभिगेसन बारको टर्मिनलमा क्लिक गर्नुहोस्। टर्मिनल पेजको टप राइट कर्नरको प्लस साइनमा क्लिक गर्नुहोस्। मागिएको सबै विवरण भर्नुहोस्। टर्मिनल नेममा चेकआउट पोइन्टको नाम राख्नुहोस्। शेयर्ड कीमा 8 क्यारेक्टरको पासवर्ड क्रिएट गर्नुहोस्। नोटिफिकेसन मेथडको ड्रप डाउनबाट कल ब्याक वा वेब सकेट मेथड रोज्नुहोस्। यदि कल ब्याक नोटिफिकेसन मेथड रोज्नु भएको छ भने आफ्नो थर्ड पार्टी सफ्टवेयर प्रोवाइडरबाट URL मागेर राख्नु पर्ने हुन्छ। आउटलेटको ड्रप डाउनबाट आवश्यक आउटलेट छनौट गर्नुहोस्। अन्त्यमा एड बटनमा क्लिक गर्नुहोस्। यदि गरेपछि तपाईको टर्मिनल सफलतापूर्वक एड हुनेछ। थप जानकारीको लागि मोकोमा सम्पर्क गर्नुहोला। धन्यवाद।